हेलो क्योरा अनि नमस्ते सबैजनालाई स्वागत छ मेरो अर्को ब्लगमा। आज हामी छौँ स्याटरडे ह्यामिल्टन, न्युजिल्यान्डको ह्यामिल्टन भन्ने सिटीमा। कपाल अफ एक्टिभिटिज छ आज स्याटरडे, हाम्रो विकेन्ड हो, प्रायः जेनरली यतातिर कामसाम केही पनि हुँदैन। सो वी हेभ अ कपाल अफ एक्टिभिटिज गोइङ अन, त्यही भएर आज बिजी डे हो अनि त्यही भएर बिजी डेलाई यसो देखाउँ भनेर ब्लग बनाइरहेको छु। सो यस, होप यु इन्जोय। ल अब हामी जाँदैछौँ ग्रोसरी किन्नको लागि। थोरै अब आज घरमा ग्रोसरी छैन, सो इन्डियन चाइनिज पसलमा जान्छौँ ग्रोसरी लिनको लागि। मेरो धन्दा हो के भयो? न्युजिल्यान्डको ट्रेन्ड यस्तो सुस्त हिँडिरहेको। यही हो अकल्यान्ड जाने ट्रेन। राम्रो छ एकचोटि जानु पनि। सो यस ह्यामिल्टनबाट अकल्यान्ड जाने ट्रेन चाहिँ यही हो गाइजहरू। यता यही ट्रेन जान्छ। सुस्त चल्ने यहाँ छ। अलिक सुस्त चलेको होला नि त, अनि अलिक उता गरेर छिरेछ। राइट, अब हामी जाँदैछौँ इन्डियन कोमा। Indian grocery. Indian coma and Indian grocery. So we're gonna take first exit from this roundabout. Okay, we're gonna take the first roundabout. Take away this roundabout, my friends. First exit. First exit from this roundabout. Yeah. Follow this green vehicle, okay? Follow this insulation and heat pump green vehicle. Yes. पानी पर्न फेरि स्टार्ट भइसकेको छ। पानी पर्न फेरि स्टार्ट भइसकेको छ। तपाईँलाई कस्तो लागिरहेछ? तपाईँको प्लान के थियो भन्दाखेरि बाहिर आगो बालेर टक्क गिटार बजाएर माइक समातेर गीत गाउनु थियो। जस्तै हो त्यस्तै हो पानीले। अझै पनि गर्न सकिन्छ, नसकिने होइन। यो चाहिँ हाम्रो इन्डियन ग्रोसरी स्टोर फ्र्याङ्कटन फ्रेस। एउटा अर्को स्टप न्यू सेप ह्यामिल्टन। यो चाहिँ चाइनिज सप, हामीले चाइनिज लिने ठाउँ हो। साग 599। कहिलेलाई? यही लगेर काट्दा नि हुन्छ, सानसानो उ गर्न सक्दा हुन्छ। क्यारोट्स 149 ओन्ली। क्युकम्बर, जम्बो क्युकम्बर। के को जम्बो हो? खै कहाँ छ जम्बो? जम्बो क्युकम्बर इज 399 इज द्याट इज टु एक्सपेन्सिभ। This is expensive. अब आलु 17.99। हाम्रो 19 हालेर कति हाल्यो? 13 हाल्यो। मैले अस्ति पेस्ट बनाएको, अनि यसको हाल एउटा मात्रै हाल्यो। हुन्छ, सानो हाल्यो नि हुन्छ होला। त्यो हाल्यो हुन्छ। सानो हाल्यो, सानो हाल्यो। र यो चाहिँ चाइनिज है सबै।
टमेटो चाहिँ गाइजर धेरै महँगो भएको छ न्युजिल्यान्डमा एउटा ब्यागलाई 349 भन्छ कतिवटा अनि उसमा नि हाम्रो अचारहरू बनाउनु पऱ्यो फेरि कुन वाला अन्डालाई पर्छ 1599 अन्डा यसरी हुन्छ ल अब हामी आयो फेरि प्याक एन्ड सेभ यो चाहिँ हाम्रो आज ग्रोसरी डेको नम्बर 3rd प्लेस प्याक एन्ड सेभ मिल स्ट्रिट कस्तो दामी देख्यो यार रिफ्लेक्ट ल प्याक एन्ड सेभको सपिङ पनि सक्यो कस्तो राम्रो देख्यो कि यसरी खिच्दाखेरि ल हाम्रो आजको सपिङ सक्यो यही हो 3टा ठाउँबाट यति सामान किनेर सक्यो पानी गर्दा ल अब ग्रोसरीहरू किनेर सक्यो वी आर हेडिङ टु अनदर इभेन्ट हाम्रो सबिन दाईको सानो बाबु र संयमको बर्थडे छ अब बर्थडे सेलिब्रेसनको लागि भन्ने जानु थालेको क्विकली त्यहाँ पनि जान्छौँ एकछिन बस्छौँ बर्थडे एटेन्ड गर्छौँ एन्ड देन विल हेड ब्याक किनभने आज घरमा पनि हाम्रो यीको नजिकको हाम्रो साथीभाइहरू आउँदै हुनुहुन्छ सो घरमा नि इट्स अ सेलिब्रेसन टाइम सेलिब्रेसन भन्दा पनि गेट टुगेदर टाइम हो सो यस अब त्यहाँ चारचार सकाएर घर गएर यो सबै ग्रोसरीहरू अनप्याक गरेर अनि त्यसपछि आजको मेनुमा के छ कसरी बनाउने के गर्ने भनेर हामी देखाउँछौँ है त ओके लेमन लगाइदिए हुन्छ बर्थडे बोयलाई टोपी टोपी Like always, as usual. ल भर्खर बाबुको बर्थडे पनि सकाएर आयो बाहिरको कामहरू सबै सक्यो 2:30 भइसक्यो अहिले हामीले 4 बजी साथीहरू बोलाएको अब हतार हतार सबै कुरा प्रिपेयर गर्नुपर्ने छ म्यारिनेसन चिकनको रोस्टको लागि म्यारिनेसन इज अल डन त्यहाँ चिकन डिप रोस्ट हुँदैछ काउली बनाउनु पर्ने छ त्यसपछि एउटा स्प्रिङ अनियन यहाँ बनाउनु पर्ने छ मायाले यहाँ दाल गर्दैछिन् सिटी लाग्दैछ यहाँ अब बाहिर गएर मासु पकाउनको लागि भनेर सबै सेटअप गर्छु अनि त्यसपछि अब पकाउन थाल्नुपर्छ अब यही मगाइरहन्छ है धरो पानी परिरहेछ यो चाहिँ ठ्याक्कै नेपालको ग्यास रेगुलेटर हुन्छ त्यस्तै खालको यति भएपछि ठुलो यहाँ भयो भाइयो
पानी झर्छ क्या हो भनेको ल रोस्ट पनि हालियो रोस्ट काम पनि सक्यो मासु बाहिर पाक्दैछ खसीको अब हामी बनाउँछौँ के भन्छ यसलाई काउलीफ्लावर अनि त्यहाँ चाहिँ स्प्रिङ अनियन पनि हुँदैछ वी आर अन ट्र्याक धनियाँ चाहियो अरे धनियाँ चाहिँ हाम्रो आफ्नै बारीमा छ सो अब त्यो टिम्रो जान्छु मेनवाल या बाहिर मासु हाम्रो पानी सुकाउने काम हुँदैछ खसीको मासु हो लास्ट सजिलो हुन्छ भित्र आनन्दले अरू कुराहरू पाकिरहेको छ बाहिर यो मासु मात्रै आनन्दले पाक्न मिल्यो ओके अब हामी जाउँ धनियाँ टिप्नलाई यो चाहिँ हाम्रो करेसाबारी सागहरू हो अलिकति राम्रोसँग अझै पायो पानी नै पानी परेको भएर त्यस्तो मजाले आएन यो सबै राखेको सागहरू हो या चाहिँ हामीले यो के हो यो काउली हो कि के हो कुनै अनि धनियाँ चाहिँ यहाँ छ तर धनियाँहरू सबै अब छिपिन थालिसक्यो धनियाँहरू सबै छिपिन थाल्यो अब धनियाँ चाहिँ टिपौँ तिर जाउँ यो चाहिँ ठ्याक्कै लोकल धनियाँ जस्तो मजाको बास्नेदार धनियाँ यो तपाईँ न्युजिल्यान्डमा हुनुहुन्छ र तपाईँलाई बारी छ अलिकति गर्ने ठाउँ छ भने किनभने हामी नेपालीहरू धनियाँ खाइरहेको हुन्छौँ सो आफ्नो बारीमा आफूले धनियाँ रोपेर खाँदाखेरि चाहिँ बेस्ट सबै छिपिसक्यो फुल आउन थालिसक्यो जस्तो भइसक्यो ओके दामी छ नि त धनियाँ ल अब यो अनि लिएर जाउँ बबाल बबाल छ बबाल बबाल भन्छ आलुको साग किलो धेरै भयो क्या यसमा जान्छ मैले तिमुर पनि हाल्थेँ तिमुर र अनि त्यो तिमुर मात्रै हाल्नु पर्दो रहेछ क्या है खाँदैन कमिलो धेरै भयो मिठो ल सलाद पनि भयो स्प्रिङ अनियन सक्यो रोस्ट आलु दाल भाती आउँदैछ अनि त्यसपछि अचार लगभग सबै सक्यो मासु पनि भइसक्यो बाहिर काउली पाक्दैछ अनि त्यसपछि अब जस्ट वेटिङ गेम अब यो सब छोपेर राख्छु त्यसपछि उहाँहरू आउनु भएपछि अनि ब्लग बनाउँछु Hi baby. Hi baby. Uncle. ए बटन थिच्न पाएपछि त्यो भाँडा उमा हाल्ने हो छोडिनु यसमा हाल्ने हो तल हाल्ने हो अहिले सबै एकचोटि गर्ने हो अहिले बज्यो 11:15 रातिको सबैजना जानुभयो अब सबैजना राम्रो रमाइलो भयो कतिजना 12-13जना थियौँ इट वाज अ फन नाइट धेरै पछि आफ्टर अ लङ टाइम सबैजनालाई भेट भयो अब हाम्रो एउटा भाइ चाहिँ राति 9 बजीसम्म काम थियो 9 बजे काम सकाएर एटलिस्ट लास्टमा आयो सो हि स्टेड टिल नाउ रमाइलो राम्रो भयो सो या क्वाइट हेक्टिक प्लस क्वाइट अ नाइस डे सबै साथीभाइहरू भेट भयो गफ भयो रमाइलो भयो साथीको बाबु 2 वर्ष
पुग्न थाल्यो सो उसँगै रमाइलो गरेर टाइम सबैजना बितायौँ धेरै गफ भयो यताउता ऱ्यान्डम गफहरू सो या इट वाज ओभर फन नाइट ब्लग कस्तो भइरहेछ चाहिँ थाहा छैन त्यो बिचमा धेरै कन्टेन्टहरू धेरै कुरोहरू कन्भर्सेसनहरू रेकर्ड गरेन मैले बिकज आई वाज बिजी टकिङ विथ देम ह्याभिङ अ मोमेन्ट विथ देम सो यस जति जे छ यसलाई अब एडिट गरेर हाल्छु यस्तै हो विदेशको लाइफ कहिले बिजी हुने कहिले के हुने कहिले साथीभाइ भेट्ने कहिले नभेट्ने कहिले एक्लै प्ले स्टेसन खेलेर बस्ने यस्तै चल्छ हाम्रो यता बट यस स्याटरडे इज अलमोस्ट डन अब एकछिन रेस्ट गर्छु एन्ड देन टुमोरो यो ब्लगलाई यो भिडियोलाई एडिट गरेर युट्युबमा हाल्न ट्राई गर्छु सो हुएभर वाचिङ टिल नाउ थ्याङ्क यू सो मच इफ यु लाइक दिस कन्टेन्ट प्लिज हिट लाइक एन्ड सब्सक्राइब बटन अनि यस्तै कन्टेन्ट हेर्न मन लाग्छ भने प्लिज कमेन्ट गरिदिनुहोस् अनि सी यु अल इन द नेक्स्ट वान पिस